कुरा बोल म मादल गनकोला तिमी मरेरी जस्तै नाचन। गिटारको ब्याग चाहिँ कहाँबाट किनेको यो चाहिँ साह्रो मन पर्यो के यति भन्नु चाहन्छु तपाईहरुलाई मर्निङ गाइस हामी चाहिँ अब चाहिँ खोला जानु भनेको र गाइस हाम्रो चाहिँ यहाँ सामान प्याकिङ हुँदैछ अहिले चाहिँ है यहाँ चिप्सहरू आइसकेको छ थम्सअप आएको छ आधा सामान आउँदैछ आज के बनाउने अरे त र गाइस तपाईँहरूलाई चाहिँ अब हामी तल हाम्रो डेस्टिनेसन पुऱ्याइदिएको छ है एकदम पिकनिक जस्तो गएको हाम्रो केटाहरू सामानहरू प्याक हुँदैछ यहाँनिर एकदम ठ्याक 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 लाएर है गिटारको ब्याग चाहिँ कहाँबाट किनेको यो चाहिँ साह्रो मन पर्यो के हाम्रो ब्याग चाहिँ खतरा छ गाइस यहाँ हेर्नुहोस् सोल्टी यसले बजाउँछ गिटारको ब्याग यस्तो पाउँछ र अहिले चाहिँ हामी आधी बाटो पुगेको छ है हामी गएको जग्गा पुग्न आँटेछ त्यहाँ बसेर चाहिँ एकछिन पछि चाहिँ हामी खोला जान्छ है हेर्दै गर्नुहोस् नजराहरू चाहिँ एकदम बबाल छ अरूभन्दा हाम्रो गिटारको ब्याग चाहिँ केटाहरूले एकदम स्पेसल मगाएको छ क्या पानीलाई भिज्छ कि भनेर खोला चाहिँ यहीँ छ है र दामी दामी आज गाह्रो हुन्छ त केटा हो भिड त अन्त बबाल छ त उही घन्टा यहाँ लड्यो भने त सँगै छ त हौ यस्तो यस्तो खोलामा चाहिँ माछा पाउँछ यहाँ पुग्यो आएको उल्टा राख्यो गिटार घोप्टो राख्नु र गाइस केटाहरू गिटार राखेको ढङ्ग हेर्नु नि यस्तो राख्नुपर्छ गिटार चाहिँ मुख छाड्दै बसेको छ डाँडाको टुप यहाँ छ हाम्रो सामानहरू चाहिँ खास चाहिँ है हजार कसैको लु के खाने हो केटा हो के खाने हो सोल्टी कोङ के खाने यहाँ यसरी गाइस साह्रै चाहिँ हाम्रो यहाँ केटाहरूको एकदम फोटो सेसन हुँदैछ है यहाँ केटाहरू एकदम फोटो खिच्दैछ तर अलिकति फ्रेन्ड चाहिँ कोलकोले केटाहरू कोयोङ भन्दैछ होइन एकदम हाम्रो केटाहरू एकदम गीत गाइरहेको छ है राख तिम्रै आँखामा ओ गिटार चाहिँ बजा न बाबा मेरो भ्लगमा केही भनिदिन्छ तपाईँलाई सबैले सब्सक्राइब गरिदिनु है सोल्टी अन्त नजिना के रे यो गाना त सिक्का मैंने जीना जीना कैसे जीना न सिक्का मैंने जीना तेरे हमदम सिक्का मैंने जीना जीना यो चाहिँ गाइस हाम्रो कोकको पावर है कोकको पावर कोक देखाउने फेरि अरू खाएर फेरि उयो गर्यो भन्छ होला त्यही त अरू खाएर गऱ्यो हुन्छ हामीले थम्स अप खाइरहेको छ गाइस थम्स अप खाएर त थम्स अप अप खाइरहेछ कि अप खाएर केटाहरू अफै भइरहेछ मुड अफ भइरहेछ केटाहरूको आछि तेरे नाम पे मेरी जिंदगी लिखी मेरे हमदम सिक्का मैंने जीना जीना कैसे जीना सिक्का मैंने जीना मेरे हमदम अरे नि त गाइस कुरा बोल म मादल गनकोला तिमी मरेरी जस्तै नाचन टुम्बैमा पाक्छैन कोलाई भोजन
पोका जतिको पोकाले भिजिट गर्छ त्यस्तै तिमी जुडेली जस्तै रेशम पिँढी झुमेर चौकी डाँडामा भन्ज्याङ रेशम पिँढी इसाराले बोलाउनु पर्दैन माया बोलाउनु पर्दैन झ्याङ रेशम पिँढी यहाँ हामी बसेको पनि 1 घन्टा भइसक्यो है। अब चाहिँ यहाँ केटाहरूको लगभग खानेकुराहरू खाइसक्दैछ। अब चाहिँ हामी यहाँनिर चाहिँ अब हामी खोला पौडी खेल स्विमिङ गर्नु जाँदैछ गाइस। खोला पनि एकदम धमिलो धमिलो देख्दैछ, माथि चाहिँ एकदम सफा छ भन्छ है। खोलामा टाइप हान्ने भन्छ केटाहरू। र यहाँनिर चाहिँ गिटार बजाउने मलाई त फेरि ए कसरी बजाउँछ गिटार यता यसरी बजाउँछ या र गाइस अब चाहिँ तपाईँहरूलाई खोला पुगेर दिएको छ हामी है। र गाइस अहिले चाहिँ हामी यहाँ खोला आइपुग्छ है। र केटाहरू चाहिँ पछाडि गिटार सिटार बोकेर आउँदैछ। घाम पनि डराउँदो लाग्यो है। र अब चाहिँ हामी यहाँबाट चाहिँ स्विमिङ गर्नु लागि चाहिँ हामी जग्गा खोज्दैछ अरे। यहाँ माथितिर छाँगा छ भन्दैछ है, त्यो छाँगामा खेल्नेवाला। र तपाईँहरू अब चाहिँ हामी छाँगा पुगेर देखाउँछु गाइस। गिटार चाहिँ एकदम बबाल बोकिरहेको छ केटाले। गिटारको झोला चाहिँ गाइस एकदम महँगो छ यो चाहिँ। हामीसँग कन्ट्याक्ट गर्नुहोस् त्यस्तो झोला चाहियो भने चाहिँ तपाईँले है। र गाइस हो फाइनली हामी चाहिँ आइपुगिसकेको छ पौडी खेल्ने जग्गामा होइन। र त छाँगा रहेछ यहाँनिर चाहिँ है, एकदम जग्गा पनि बवाल बवाल खालको रहेछ। र केटाहरू ढुङ्गा पार गर्नु खोज्छ खै है। केटाहरू पऱ्यो छैन। र लगास अहिले चाहिँ भने हामी खोलाबाट पनि लगाइस अहिले चाहिँ हामी खोलाबाट पनि निस्किसकेको छ है। अहिले चाहिँ हामी खोलाबाट निस्केर हामी रोड निस्किनु लागेको छ होइन। रुमको छेउछाउ पुगिसकेको छ। र गाइस तपाईँहरूसँग अब फेरि नेक्स्ट भिडियोमा भेट्नेछु।